कलेजो रोग सम्बन्धी कुरा गर्दाखेरि चाहिँ यसको लक्षणहरू भनेको सामान्यतया सबै मान्छेले बुझ्ने भाषामा जन्डिस, पहेँलो रोग, आँखा पहेँलो हुने, जिउ पहेँलो हुने, खाना मन नलाग्ने, जिउमा बढी थकान हुने, जिउमा आलस्यता बढ्ने, यिनीहरू नै मुख्य लक्षण हुन्। सँगसँगै यदि कलेजो रोग चाहिँ दीर्घ रोगमा परिणत भइसके भने चाहिँ पेटमा पानी जम्ने, पेट फुल्दै आउने, खुट्टा सुनिने, मुखबाट रगत छाड्ने, होस हराउने, अनुहारको रङ झन्झन कालो हुँदै जाने, खाना मन नलाग्ने, विभिन्न समस्याहरू यदि कलेजो रोग चाहिँ दीर्घ रोगमा परिणत भयो भने यी लक्षणहरू चाहिँ देखा पर्न सक्छन्। अब यसको कलेजो रोगबाट बच्ने उपाय भनेका चाहिँ खानपिनमा एकदम ध्यान पुर्याउनुपर्छ, पोसिलो खानेकुराहरूमा बढी ध्यान पुर्याउनुपर्छ। सामान्यतः हाम्रो भान्सामा पाक्ने सबै खानेकुराहरू नै हामी खान मिल्छ। अन्डा, माछा, मासु, चना, गेडागुडी, दाल, भात, तरकारी, फलफुल, सागसब्जी सबै नै खान मिल्छ र यी खानेकुराहरूले नै कलेजोलाई बलियो पार्ने भन्न पनि सकिन्छ। र जाँड, रक्सी, चुरोट यिनीहरू चाहिँ खानै नहुने कुराहरू हुन्। यिनीहरूलाई हामीले बार्नै पर्छ, मतलब छोड्नै पर्छ। यिनीहरूले गर्दाखेरि नै कलेजोमा दीर्घ रोग आउन सक्छ। मुख्यतः जाँड, रक्सी, छ्याङ, चुरोट यिनीहरू चाहिँ खान नमिल्ने, खानै नहुने कुराहरू भए। विभिन्न रोगहरू हुन्छन्, कलेजोका विभिन्न रोगहरू हुन्छन्, जुन चाहिँ भर्खरै लागेका रोगहरू पनि हुन्छन् र कुनै चाहिँ दीर्घ रोग, कलेजोको दीर्घ रोगहरू पनि हुन्छन्। भर्खरै लागेको रोगहरू भन्नुभयो भने एक्युट हेपाटाइटिस भन्छौँ हामी, विभिन्न कारणले हुन्छन्। भाइरसहरू, हेपाटाइटिस ए, हेपाटाइटिस ई ले चाहिँ मुख्यतः एक्युट हेपाटाइटिस गराउन सक्छ। कहिलेकाहीँ चाहिँ हेपाटाइटिस बीले पनि र सीले पनि कहिलेकाहीँ एक्युट हेपाटाइटिस गराउन सक्छन्। अरू रोगहरू भनेका यो रक्सी, जाँड, छ्याङ, बियरहरूले कलेजो बिगार्ने रोगहरू, जसलाई हामी अल्कोहोलिक लिभर डिजिज भनेर भन्छौँ र जुन पछि गएर चाहिँ सिरोसिसमा चेन्ज हुन सक्छ। भनेको सिरोसिस, कलेजो चाहिँ बिग्रिँदै सिरोसिससम्म, त्यो स्टेजसम्म पुग्न सक्छ। सिरोसिस भएमा पेटमा पानी जम्ने, खुट्टा सुनिने, मुखबाट रगत छाड्ने, होस हराउने, कालो दिशा आउने, शरीरको रङ, मुखको रङ कालो हुँदै जाने र विभिन्न अरू समस्याहरू आउन सक्छन्। सुरुकै चरणमा थाहा पाउन चाहिँ बिरामी आफै पनि कन्सियस हुनु पर्यो। अब उसलाई सुरुदेखि नै सामान्य लक्षणहरू जस्तै खान मन नलाग्ने, शरीर आलस्य हुने, केही काम गर्न नमन लाग्ने, कहिलेकाहीँ कसैमा आँखा पहेँलो सुरुमै देखिन सक्छ तर याद गरेका हुँदैनन् बिरामीले। कसैको शरीरमा दागहरू आइसकेका हुन्छन्, त्यो याद गरेका हुँदैनन्। कसैको यो इजी ब्लिडिङ, दाँतहरू माझ्दाखेरि चाहिँ रगत आउने, तिनीहरू हुन सक्छन्। ती कुराहरू चाहिँ सुरुमै देखिन सक्ने कुराहरू हुन्। यदि लक्षणहरूलाई सुरुमै हामीले रिकग्नाइज गरेर त्यस सम्बन्धीको उपचार विधितिर लाग्यौँ भने चाहिँ दीर्घ रोगबाट चाहिँ बच्न सकिन्छ। कलेजो रोगको दीर्घ रोगबाट चाहिँ बच्न सकिन्छ। त्यही भएर बिरामीहरूले चाहिँ आफूलाई के भइरहेछ, आफ्नो शरीरमा पहिलाको जस्तो फुर्ती नभएको, पहिलाको जस्तो खान मन नलागेको, तौल घट्दै गएको, हैन, शरीरको रङ चेन्ज हुँदै गयो अथवा आँखा पहेँलो हुँदै गयो अथवा खुट्टा सुनिँदै गएको छ, पेट सुनिँदै गएको छ, त्यस्तो केही परिवर्तनहरू, लक्षणहरू देखा परेमा चाहिँ तुरुन्तै चाहिँ चिकित्सक, कलेजो सम्बन्धीको चिकित्सकलाई सम्पर्क गरेर उपचारहरू गराइहाल्नुपर्ने हुन्छ। प्रायको चाहिँ लक्षण देखेकै हुन्छ। प्रायले चाहिँ ती लक्षणहरूलाई
हल्का रूपमा लिन्छन् र यो केही पनि हैन भनेर उनीहरूले चाहिँ बिरामीहरूले चाहिँ मैले देखेको अनुभवमा चाहिँ बिरामीहरूलाई अलिअलि लक्षण त भइसकेको हुन्छ र तिनीहरूले सिरियसली लिँदैनन् ती लक्षणहरूलाई र यो केही पनि हैन पहिला पनि हुन्थ्यो अलिअलि आलस्य अलिअलि खान मन नलाग्दा पहिला पनि हुन्थ्यो नि भनेर उनीहरूले ती लक्षणहरूलाई चाहिँ सिरियसली नलिने चाहिँ बढी देख्छु म लक्षण त देखिन्छ नि केही न केही त लक्षण हुन्छ कतिलाई यता कोखा दुख्ने अलिअलि सामान्य कोखा दुख्ने त्यो पहिला नर्मलै होला भनेर छोडिदिने हैन अलिअलि पहेँलोलाई पनि यो केही हैन होला भनेर छोडिदिने खाना मन नलाग्ने कुरालाई पनि यो भोकलाई यो कहिलेकाहीँ यस्तो भइहाल्छ नि भनेर छोडिदिने यस्तोहरू केही न केही लक्षणहरू हुन्छन् नै तर बिरामीहरूले त्यसलाई सिरियसली नलिने मात्र भएर चाहिँ यस्तो भएको हो लक्षण नदेखिने सुरुमा लक्षण नदेखिने अनि त्यसपछि एकैचोटि चाहिँ गाह्रो भएर आउने भन्ने कुरा चाहिँ मेरो विचारमा चाहिँ बिरामीले नै सिरियसली नलिने भएर नै त्यस्तो देखिन आएको हो रोगको प्रकृति विभिन्न थरीको हुन्छ बालबालिकामा देखिने रोगहरू छुट्टै हुन्छन् ठुलो मान्छे बुढ्यौली उमेरमा देखिने लक्षणहरू रोगहरू छुट्टै हुन्छन् बालबालिकामा चाहिँ कतिको चाहिँ जन्डिस भनेर भन्छौँ हामी बिलिरुबिनको लेभल भनेर भन्छौँ कतिमा चाहिँ यो इनबर्न जन्मजात नै पहेँलो रोग लागेको बालबालिकाहरू हुन सक्छन् त्यसलाई चाहिँ खासै कुनै उपचार नचाहिने खालको रोगहरू पनि हुन सक्छन् कलेजोको रोग हो तर उपचार खासै नचाहिने रोग त्यसलाई केही नै गर्नु पर्दैन अब कहिलेकाहीँ ज्वरो आउँदाखेरि बिलिरुबिन बढ्ने जन्डिस बढ्ने हुन सक्ला कुनै स्ट्रेस भएको बेला बढ्न सक्ला तर त्यसकै लागि भनेर कुनै स्पेसिफिक उपचार नचाहिने रोग त्यस्तोहरू हुन्छन् त्यो बालबालिकाहरूमा हुन्छन् त्यो पछिसम्म बढ्दै मतलब वयस्क काल बुढ्यौली उमेरसम्म पनि रहिरहन्छन् तर त्यो देखिने चाहिँ सुरुमै देखिन्छ बच्चाको उमेरहरूमै देखिन्छ अब बच्चाहरूलाई अरू रोग भनेको कलेजोमा हेपाटाइटिसहरू एक्युट हेपाटाइटिस ए एक्युट हेपाटाइटिस ई यिनीहरू बढी देखिरहेका हुन्छन् र अरू भनेको कलेजोमा देखिने दागहरू पनि बच्चाहरूमा विभिन्न किसिमको दागहरू देखिन सक्छन् अब बुढ्यौली उमेर वयस्क उमेरहरूमा चाहिँ प्राय हामीले देख्ने भनेको यो रक्सी जाँड छ्याङले बिग्रिने तिनीहरूले गरेर बिग्रेको तिनीहरूको कारणले गर्दाखेरि देखिने रोगहरू कलेजोको रोगहरू देखिन्छ त्यसमा चाहिँ अब अल्कोहोलिक लिभर डिजिज भन्छौँ अल्कोहोलिक सिरोसिस भन्छौँ कतिमा चाहिँ अब क्यान्सरै भइसकेको पनि हुन्छ हेपाटोसेलुलर कार्सिनोमा भन्छौँ त्यो क्यान्सरै डेभलप भइसकेको हुन्छ कतिमा चाहिँ रक्सी नखाएको बिरामीहरूमा चाहिँ पनि कलेजोको रोग देखिन सक्छ तिनीहरू पनि सिरोसिसमा जान सक्छन् तिनीहरूमा पनि सिरोसिस डेभलप हुन सक्छ त्यसलाई हामी नन अल्कोहोलिक फ्याटी लिभर डिजिज भन्छौँ त्यो भनेको रक्सी जाँड छ्याङ केही नखाएको मान्छे तर उसकोमा कलेजोमा बोसो जमेर सिरोसिस भइसक्ने त्यो पनि हजुर नन अल्कोहोलिक फ्याटी लिभर डिजिज प्रायः चाहिँ मोटो मान्छेमा डायबिटिज भएकोमा प्रेसर भएकोमा त्यसपछि कोलेस्ट्रोलको लेभल बढी भएकोमा तिनीहरूमा चाहिँ बढी देखिने रोगहरू हो सामान्यतः अब कलेजोको अवस्था कस्तो छ मेरो भनेर जाँच्ने प्रक्रिया सुरुमा त कलेजो सम्बन्धी विशेषज्ञलाई नै आएर एकचोटि देखाएको राम्रो त्यसपछि उहाँले बिरामी हेरेर विभिन्न जाँचहरू पठाउन सक्नुहोला त्यसमा रगतको जाँच हुन्छ लिभर फङ्क्सन टेस्ट भन्छौँ जसमा बिलिरुबिनको मात्रा हेर्छौँ त्यसपछि कलेजोले निकाल्ने पदार्थहरू जस्तै एएसटी एएलटी एएलपी भन्छौँ सेरम एल्बुमिन भन्छौँ टोटल प्रोटिन यिनीहरूको लेभल हेर्छौँ पिटी आइएनआर भनेर भन्छौँ रगत कतिको पातलो छ कतिको बाक्लो छ भनेर हेर्छौँ यिनीहरू सबैले कलेजोको फङ्क्सन हेर्छ सँगसँगै त्यसपछि हामी अल्ट्रासाउन्ड पनि गरेर हेर्छौँ अल्ट्रासाउन्डमा चाहिँ कलेजोको स्ट्रक्चर कस्तो छ नर्मल हुनुपर्ने स्मुथ हुनुपर्ने कुनै त्यसमा गाँठागुठीहरू नहुनुपर्ने तिनीहरू छन् कि छैनन् कुनै मासु पलाएको छ कि अथवा बोसो जमेको छ कि अथवा केही दागहरू छ कि भनेर हेर्नलाई चाहिँ सुरुमा चाहिँ
पेटको भिडियो एक्सरे गरेर हेर्छौँ हामी। अब कहिलेकाहीँ त्यसले पनि नपुगेर सिटी स्क्यान एमआरआई समेत गर्नुपर्ने हुनसक्छ। इन्भेस्टिगेसन्सहरूमा चाहिँ सामान्य अब सीबीसी भनेर भन्छ, त्यसमा चाहिँ रगतको मात्रा घटेको पनि हुनसक्छ, जसको चाहिँ सिरोसिस नै भइसकेको छ। त्यसमा रगतको मात्रा, हेमोग्लोबिनको मात्रा, टोटल काउन्ट डब्ल्युबीसी काउन्टको मात्रा, त्यसपछि प्लेटलेट काउन्ट त्यसको मात्रा चाहिँ घटेको पनि हुनसक्छ। सँगसँगै त्यसमा एमसिभी भनेर हेर्छौँ, अल्कोहोलिक बिरामीहरूमा चाहिँ एमसिभीको लेभल बढेको हुन्छ। सो यी विभिन्न जाँचहरूले नै हामीलाई बताउन सक्छ कि कलेजोको अवस्था कस्तो छ भनेर। हजुर, यस